केही छ भन्नु के भने मलेसियामा यसरी कार कुदाउँछन् सिक्ने आफ्नो छैन के गर्न यो अभागी मुजी देशमा जन्मिया मुजीहरू के गर्न जान्छ त्यस्तै त हो नि भाग्यमा नभएको मान्छेहरू हामी के गर्नु यहाँका मान्छेहरू जस्तो छ कि नि कहाँ हिँडेको कति हिँड्छौ यार कति हिँड्छौ यार मलेसिया जिन्दगी नेपालीहरूको यस्तै हो के गर्ने सर खायो पियो डुलो हिँडो बिसिन दाइ काभ्रेबाट मलेसिया आयो के गर्छौ अब चाहिँ काभ्रेमा हाब्रे फलावा हुन्थ्यो यो मलेसिया समुद्र त्यसैमा चिक्ने नेपालमा भइदिएको कति राम्रो हुन्थ्यो भावा मैले तिमीलाई त्यत्रो भनिरहेको छु त त्यो त्यहीँ राख्छ तिमी जिद्दी नगर न भनिरहेको छु नेपालमा समुद्र देख्नु पाएको भए यहाँ मलेसिया आउनु पर्दैन थियो यसरी समुद्र त्यो छाल हेर्नलाई यहाँ यसरी धाउनु पर्दैन थियो हाम्रो चाहिँ रुमदेखि समुद्र नजिकै छ टाढा छैन टाढा जानु पर्दैन 10 होइन 7 मिनटमा समुद्रै हेर्न आइपुग्न सकिन्छ त्यसले गर्दा हामी धेरै टाढाबाट धाएर आएको थियो होइन साथीहरू त्यसले गर्दाखेरि तपाईहरुलाई म के भन्न चाहन्छु त भने हाम्रो चाहिँ यो आज कम्पनीमा 8 घण्टा मात्रै ड्युटी भएकोले गर्दाखेरि हाम्रो चाहिँ यो भिजिट कार्यक्रम हो 3 जनाको मात्रै मेरो आयो हेर त हाम्रो 3 जनाको यो कम्पनीमा भिजिट कार्यक्रम हो सबै 3 जना यहाँ आउनु सबै 3 जना मेरो हात आउँदैन नि यो 3 जनाको हाम्रो भिजिट कार्यक्रम हो हामी चाहिँ यसो समुद्रमा यसो टुर गर्दिउँ कि भनेर हिँडेको हो उहाँ चाहिँ सल्यानको उहाँ चाहिँ काभ्रेको म चाहिँ झापाको मलाई चिन्नु हुने मान्छेले हेरे हुन्छ है हस्त है हजुर तपाईहरुलाई बाइ बाइ गर्नु त मन छैन तर गरौँ कि नगरौँ भनिरहेको छु म चाहिँ त्यसले गर्दाखेरि यस्तै हो सरहरु अब यो चाहिँ यहाँतिर चाहिँ होटल छ हजुर महँगो छ हामी बस्न जान सकिँदैन एक रातको 400 500 कति अरे बाइ बाइ नभन्नुहोस् हजुर मलाई पनि केही समय दिनुहोस् समुद्रको छालहरु मजाले आछ त्यहाँ पर सानो देखेको चाहिँ बोट हो हजुर त्यो खै गभर्नमेन्टले राखेको हो कि जहिले तहिले त्यही हुन्छ काइनेको नरिवल खाना हो नरिवल मुला पाहाडमा फल्दैन त काभ्रेमा फल्दैन सल्यानमा फल्दैन झापामा फलिहाल्छ उहाँ चाहिँ नरिवल टिप्नलाई चाहिँ प्रयासरत हुनुहुन्छ अब कसैले कोर्रा हानेन भने अब कोर्रा हान भने त अब मेरो पनि भन्नु केही छैन उहाँलाई नगर्नुहोस् भनेर भनिरहेको छु मैले नगर्नुहोस् भनिरहेको छु सुन्नु भएको छैन उहाँ चाहिँ सल्यानको बाँदर है सल्यानमा नरिवल फल्दैन त्यही भएर यो चाहिँ होटलको चाहिँ रेस्टुरेन्ट हो है सरहरु के चिप्लो लामो चिप्लो हुन्छ आँखला छैन चिप्लो त अलिअलि चिप्लिहाल्छ नि त केही छैन त म समात्ने केही छैन त त्यसो हाउडीको हचुवाको भरमा हिँड्नुपर्छ त कहाँ त्यति
कहाँ त्यति सजिलो हुन्छ माथि पुग्नलाई। ए विष्णु दाई लकर 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 भित्रै पाउनु पर्छ होटलमा हुँदैन हौ। सुड्डीलाई उसले चाहिँ सुड्डीलाई लड्की भन्नु के भन्ने सुड्डीलाई केटाहरूले सुड्डीलाई लड्की भन्न थाले। भन्नु केही छ मैले कस्तो यो चाहिँ हो माछा मारेर आएको। यो चाहिँ हजुर यो बोट चाहिँ माछा मारेर आएको यिनीहरू चाहिँ यस्तै हो जिन्दगी मलेसियाको। विदेशी स्वदेशी पर्यटकहरू यहाँ चाहिँ होटलको कम्पाउन्ड हो। के लेखेछ यो मलेसियन भाषामा लेखेको छ र अब पढ्न पनि जानिँदैन आफू नेपाली पर्यो। आज समुद्रको पानी पनि सफा पनि रहेन रहेछ, फोहोर फोहोर रहेछ। छाल गतिलो आइरहेछ। नाने कहाँ जान्छौ त्यहाँ पनि मर्न लान्छ कोही काला छ र बरु यहाँ फोटो खिच्नुपर्छ ल। ल त हस् त सर बाई बाई। आजलाई कुनै दिनमा फेरि भेटौँला। नमस्ते।